प्रेरितको 2 अध्याय 41 देखि 47 पदहरू र आजको अध्ययनमा प्रभुले सहायता गरिदिनु भएको छ हामी सबैलाई। आउँ चाहिँ पढौँ पहिला यस खण्ड प्रेरित 2 अध्याय 41 पददेखि। यहाँ लेखेको छ, तब जतिले उनको वचन आनन्दसित ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए अनि त्यही दिनमा प्राय 3000 मानिसहरू तिनीहरूमा थपिए अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, संगतिमा, रोटी भचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे अनि हरेक मानिसलाई डर भयो अनि प्रेरितहरूद्वारा अनेक अचम्मका काम र चिन्हहरू गरिए अनि विश्वास गर्नेहरू सबै एकै साथ थिए र तिनीहरूका सबै थोकहरू साझा थिए अनि तिनीहरूले आफ्ना सम्पत्ति र सामानहरू बेचेर हरेकलाई खाँचो परे अनुसार ती सबै मानिसहरूलाई बाँडिदिन्थे अनि दिनहुँ मन्दिरमा एक मनको भई लागिरहँदै र घर घरमा रोटी भाँच्दै तिनीहरूले आनन्दसित र चोखो हृदयले आफ्ना भोजन खान्थे। 47 पद, परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट कृपा पाउँथे अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई मण्डलीमा थप्नुहुन्थ्यो। र प्रेरित 2 अध्याय 41 देखि 47 खण्ड हामीले यहाँ पढेका छौँ। त हामी मण्डलीको चर्चको लागि एउटा साह्रै सुन्दर नमुना उदाहरण हामी यस खण्डमा पाउँदछौँ। त चर्च के हो त? अनि चर्चको उद्देश्य के हो र यो उद्देश्यमा एउटा चर्च मण्डली कसरी अघि बढ्न सक्दछ त? यो साह्रै महत्त्वपूर्ण विषय छ र हामी जसरी यहाँ भेला भएका छौँ प्रभुका जनहरू टाढा नजिकबाट, र चर्च भने के हो त? हामी भेला भएका, उद्धार मुक्ति पाएका हामीहरू मण्डली हौँ। त मण्डली कुनै भवन होइन, मण्डली कुनै झ्याल ढोका हुँदैन। त कहिलेकाहीँ हामी त्यसरी सोच्न पुगौँला, झुक्क्यौँला, तपाईँ आज कहाँ जाने? आज म चर्च जाने। त्यो ठिकै हो एक हिसाबले, तर अलिकति होइन पनि ठिक फेरि एक हिसाबले। हामी चर्च भवनमा जान्छौँ, एउटा कुनै ठाउँ छ, भवन छ जहाँ चर्च जुड्दछ। तर चर्च मण्डली भने हामी प्रभुका जनहरू, मुक्ति पाएकाहरू, जुन एक्लेसिया भन्ने शब्द छ, बोलाइएको एउटा बगाल, कुनै ठाउँबाट एउटा निकालिएको बोलाइएको एउटा समूह। त हामी संसारमा थियौँ, अन्धकारमा थियौँ, अपवित्रतामा जिरेका थियौँ, पाप दुष्टतामा थियौँ, तर प्रभु धन्यवाद होस् यीशु ख्रीष्टको रगतद्वारा अब हामी किनिएर अलग पारिएको जाति भएका छौँ, मण्डली चर्चको रूपमा अघि बढ्न पाएका छौँ। त मण्डली भवनमा यसरी जुटेर मण्डली परिवार, मण्डली चर्च हामी प्रभुको आराधना गर्छौँ। यदि कुनै यस्तो समय आयो चर्च भवनमा जुट्ने अवस्था भएन, सकिएन, हामी कुनै एउटा ठुलो चौरमा, खुला ठाउँमा जानु पनि हुनसक्छ, त्यो पनि ठिकै छ। त जहाँ हामी मण्डली भेला हुन्छौँ त्यही नै मण्डली हो। त त्यसरी चर्च के हो त? उद्देश्य के हो त? हामी देख्छौँ यहाँ प्रेरित 2 अध्यायमा जुन पहिलो शताब्दीको अथवा पहिलो मण्डली, यरुशलेमको मण्डलीको विषयमा यहाँ पढ्दछौँ। त साह्रै महत्त्वपूर्ण कुरा छ। तपाईँ र म हामी यसरी भेला हुन्छौँ शनिबार, बुधबार अरू विशेष कार्यक्रमहरूमा पनि। त हामी के गर्दैछौँ त? हाम्रो बगाल, हाम्रो मण्डलीको उद्देश्य के हो? अनि त्यो उद्देश्यमा के हामी अघि बढिरहेका छौँ त? हामी आउँछौँ, भेला हुन्छौँ, भजन गाउँछौँ, वचन सुन्छौँ, एक आपसमा भलाकुसारी गर्छौँ, त्यति नै हो त चर्च? त त्यसमै अवश्य पनि सीमित हुनु भएन। उद्देश्य त्यही हो त? होइन। उद्देश्य के हो त? जब तपाईँ बाइबल पढ्दै जानुहुन्छ मण्डलीको विषयमा हामी बुझ्छौँ र यस खण्डमा पनि प्रष्ट छ, मण्डलीको उद्देश्य प्रष्ट छ। अवश्य पनि परमेश्वरको महिमा प्रशंसाको लागि हो मण्डली। त त्यो कसरी हुन्छ त? 47 पदमा परमेश्वरको प्रशंसा भएको कुरा छ, तर त्योभन्दा अगाडि के भएको छ त? आत्मा जित्ने, चेला बनाउने कार्य भएको छ। त मण्डलीको उद्देश्य के रहेछ त? प्रभुका जनहरू हामी सबैले के बुझ्नु पर्यो प्रष्ट रूपमा? आत्मा जित्ने, चेला बनाउने हो। आपसी भेटघाट महत्त्वपूर्ण छ, एकलाई उत्साह हामी दिन सक्छौँ, त्यो पनि महत्त्वपूर्ण उद्देश्य एक हिसाबले। तर प्रमुख रूपमा प्रभुले हामीलाई दिनुभएको जिम्मेवारी के हो त? मण्डली परिवारलाई, बगाललाई आत्मा जित्ने, चेला बनाउने। त के यो उद्देश्यमा हामी एक भएर पवित्र आत्माको अगुवाईमा, सामर्थ्यमा अघि बढिरहेका छौँ त? जोस साथ लागिरहेका छौँ कि हाम्रो चर्च त्यसमा अघि बढिरहेको छ? त हाम्रो चर्च भन्दाखेरि अर्को के हुन सक्छ त? को हो त हाम्रो चर्च? को हो? के हो?
त हाम्रो चर्च भनेर भन्नुहोला तपाईँले चर्च त्यसमा लाग्यो होला, चर्चले सुसमाचार सुनाइरहेछ होला, चर्चले चेला बनाउनु पर्छ बनाइरह होला, हामी त्यसरी सोचौँला। तर होइन, चर्च भने के रहेछ? तपाईँ र हामी भने अब प्रश्न त यसरी गर्नु पर्यो, के म आत्मा जित्ने अनि चेला बनाउने कार्यमा सक्रिय भएर लागिरहेछु? होइन, चर्चले गर्नुपर्छ, यो ठिक हो, मेरो यसमा सहमत छ, मेरो आमेन छ। चर्चले गर्नुपर्छ, हो ठिक ठिक, ल गर्नुपर्छ है, चर्चले गरे होला नि त, गरेकै होला। होइन होइन, हाम्रो बुझाइमा त्यहाँ समस्या भयो। चर्च भनेको तपाईँ र म, के मैले आत्मा जित्ने कार्यमा म सक्रिय भएर लागिरहेको छु कि म चेला बनाउने कार्यमा लागिरहेको छु कि हामी लागिरहेका छौँ? हाम्रो मण्डलीमा जति सदस्यहरू हुनुहुन्छ, हामी हरेक नै यस कार्यमा लाग्नु आवश्यक छ। यदि लाग्दैनौँ भने त मण्डली एक मन भएर अघि बढेको देखिएन। त मण्डलीको उद्देश्यमा हामी एक मन भएर लागेको मान्न मिल्दैन। त यदि त्यो उद्देश्य हामीले बुझ्दैनौँ चर्चको, अनि त्यो उद्देश्यमा एक मन भएर जोस साथ प्रभुको सामर्थ्य अगुवाईमा लाग्दैनौँ भने यो भेला हुवाई खालि एउटा सामाजिक क्लब, सामाजिक भेटघाट मात्रै हुनु पुग्छ, जहाँ आनन्द छ, भेटघाट गर्दा खुसी त लाग्छ, आनन्द आउँछ, एकअर्काको सुख दुःख अनि प्रार्थना विषयहरू पनि गरौँला, सुनौला अनि प्रार्थना पनि गरौँला। तर होइन, सुरु कुरो त हामीले भुल्यौँ नि त, आत्मा जित्ने चेला बनाउने। त यो ईश्वरीय उद्देश्यमा अघि हामी बढ्नु छ एक मन भएर। त जति मण्डलीहरू छन् संसारमा, जुन जुन मण्डलीहरू साँचो सुसमाचार प्रचार गर्दै सही रूपमा बाइबली रूपमा आत्मा जित्ने चेला बनाउने कार्यमा लाग्छन्, त्यो आशिष छ, आशिष हुँदछ। त जुन मण्डलीहरू आफ्नो उद्देश्यलाई भुल्छन्, खालि एउटा सामाजिक भेटघाटमै सीमित हुन्छन्, एकले हेरचाह त छ अथवा के छ, तर आफ्नो उद्देश्य, प्रमुख उद्देश्यलाई भुलेको छ, त्यहाँ समस्या आउँछ। किनभने परमेश्वर स्वयंले मण्डलीको लागि राखिदिनुको उद्देश्यलाई समात्दै हामी अघि बढ्छौँ भने त एक मन हुन्छ अनि एकसाथ आशिषमय अवस्थामा अघि बढ्न सक्छौँ। आत्मा जित्ने चेला बनाउने, आज यस विषयमा म तपाईँ हामी विचार गर्नु बुझ लिउँ। प्रभुका जनहरू, भर्खरै मैले नेपाल ख्रिस्टीय समाजको एउटा रिपोर्ट पढाएको थिएँ 2022 को। त्यहाँ पढ्दाखेरि के तथ्याङ्कहरू थाहा भयो त नेपालमा करिब 8000 चर्चहरू रहेछन् यो नेपाल ख्रिस्टीय समाजको अनुसारमा। अब फेरि अर्को त्यहाँ इसाई ख्रिस्टियन महासङ्घ कि भन्ने अर्को छ, फेरि अर्को झुन्ड, त्यस्तै अरूहरू पनि होला। त उनीहरूको आफ्नो मातहतमा भएका चर्चहरूको सायद रिपोर्ट होला यो 8000। अब हामी जस्तो स्वतन्त्र चर्चहरूको त त्यसमा छैनौँ हामी अवश्य पनि। 8000 भनेपछि त सायद धेरै होला, 10-12 हजारै होला चर्चहरू। तर हामी प्रश्न गरौँ त के सबै 8-10 हजार चर्चहरू जति छ नेपालभर आत्मा जित्ने चेला बनाउने कार्यमा लागिरहेका छन् त? के सबै चर्चहरू साँचो सुसमाचार प्रचार गर्छन् कि नाम मात्रै चर्च? अनि तपाईँलाई थाहा छ त्यही नेपाल ख्रिस्टीय समाजले निकालेको रिपोर्ट अनुसार नेपालमा 6,83,261 क्रिस्चियनहरू छन् रे। करिब 7 लाख क्रिस्चियन आमा नेपालीहरू नेपालमा मात्रै। कति ठुलो सङ्ख्यामा रहेछ त, हेर्नुहोस् त। अझै फेरि पनि याद गरौँ, एउटा नेपाल ख्रिस्टीय समाजले जसको नेतृत्व प्रकाश सुब्बा भन्ने मान्छेले गर्छन्, उहाँहरूको ठम्माइमा अब हामी जस्तो स्वतन्त्र मण्डली धेरै छन्, त्यसको लेखाजोखा हिसाब किताब त आएको छैन होला यो रिपोर्टमा। त 10-12 लाख छ क्या हो नेपालीहरू, के अरे क्रिस्चियन नेपालीहरू नेपालमा। यति ठुलो समूहमा रहेछ क्रिस्चियन नाम लिनेहरू। के सबैजना साँचो रूपमा मुक्ति पाएका छन्? नम्बर 1, साँचो सुसमाचार बुझेका छन्? यी खालि गाउँमा चर्च त छ, तर एउटा सामाजिक क्लब, नाच्ने गाउने रमाइलो मनोरञ्जन होइन, साँचो सत्यता प्रचार छैन, सुसमाचार छैन। मण्डलीको जुन उद्देश्य यसो ख्रिस्टले राखिदिनु भएको छ आत्मा जित्ने चेला बनाउने, त्यसमा अघि बढेको छैन। दुःख लाग्दो कुरा। त हामी विचार गरौँ हाम्रो अवस्था। अब सरकारको गणना अनुसार त हालसालै गणना अनुसार तपाईँलाई थाहा छ नेपालमा कति छ अरे त? नेपाल सरकारको अनुसार क्रिस्चियनहरू नेपालमा 3,75,349 भनेपछि डबलै फरक पऱ्यो त्यहाँ सङ्ख्यामा। हामीलाई थाहा छ जनसङ्ख्या गणनामा होइन त्यहाँ त्रुटिहरू आएका छन् अवश्य पनि, सबै रिपोर्टिङ त्यहाँ गर्दैनन् होइन, विभिन्न कुराहरू छन्। त सरकारको अनुसार मात्रै पनि लगभग 4 लाख त रहेछ।
जुन भनेको हाम्रो जनसङ्ख्याको सबैको लगभग 1.4% आउँछ। तर नेपाल ख्रिस्टियन समाज अनुसार लगभग 7 लाख, डबलै हैन, 2.8% रहेछ हामी नेपाली ख्रिस्टियनहरू, 3% लगभग। अनि फेरि पनि याद गरौँ, नेपाल ख्रिस्टियन समाज एउटा समाज हो जसले केही आफ्नो अन्तर्गत चर्चहरूको रिपोर्ट त्यहाँ राखे होला, तर अर्को महासङ्घ भन्ने छ, फेरि अरू चाहिँ त्यस्ता बनेका होलान् सङ्घ संस्थाहरू ख्रिस्टियन समाजलाई हेर्नको लागि भनेर। अनि हामी जस्ता स्वतन्त्र मण्डलीहरू पनि छन् जसको हाम्रो सङ्ख्या हाम्रो आफ्नै छ। हामीले यति सङ्ख्या छ भने कसैलाई हामी रिपोर्ट गर्दैनौँ, त भनेपछि ठुलो सङ्ख्यामा ख्रिस्टियनहरू छन् अवश्य। अनि प्रदेश अनुसार पनि त्यो तथ्याङ्क अनुसार के रहेछ, तथ्याङ्कमा नेपाल ख्रिस्टियन समाजले निकालेको रिपोर्ट अनुसार प्रदेश अनुसारको ख्रिस्टियन जनसङ्ख्या, एउटा चाखलाग्दो कुरा, हामी त्यो पनि यसो हेरिराखौँ। सुदूरपश्चिममा 58,894 ख्रिस्टियनहरू छन् है। उहाँले कसरी गर्यो, कुन आधारमा गर्यो होइन त्यो गणना, तर उहाँहरूको आधारमा कर्णालीमा सबसे थोरै देखियो 39,693, लुम्बिनीमा ख्रिस्टियनहरू 84,604, गण्डकीमा अलिकति यहाँ चाहिँ अनौठो लाग्यो, छक्क लाग्यो, जम्मा 82,113, गण्डकीमा अलिक थोरै रहेछ। बागमतीमा अब छक्क लाग्ने कुरा छैन, धेरै छ, 2,58,562, मध्य प्रदेश सबसे थोरै, कर्णालीभन्दा थोरै, जम्मा 20,886। अनि कोशी है सेकेन्डमा कोशी प्रदेश रहेछ है, यो पनि छक्क लाग्यो, 1,39,089। भनेपछि बागमती फर्स्टमा रहेछ, सेकेन्डमा कोशी रहेछ, सबसे लास्ट चाहिँ मध्य प्रदेश देखियो। त सुसमाचार प्रचारक त मधेसमा बढी चाहिएको रहेछ, मध्य प्रदेशमा होइन, अनि त्यसपछि कर्णालीमा जानु पर्यो। तर दुःख लाग्दो कुरा, हाम्रो विदेशी मिसनरी जति छन् सबै काठमाडौँमै, बागमतीमै, गण्डकीमा पोखरामा गइदियो नि हुन्थ्यो, पोखरामा जानु उहाँहरू चाहनुहुन्न, दुःख लाग्दो अवस्था छ। त बागमती प्रदेशमा पनि काठमाडौँ मात्रै हो वास्तवमा यो है, बागमती प्रदेश भने मात्रै होला, काठमाडौँको होला यो त यो पनि दुःख लाग्दो कुरा छ। अब विदेशी मिसनरी आउने, काठमाडौँमै सीमित हुने, त हेर्नुहोस् त मधेसमा जम्मा 20,000 छ, कर्णालीमा जम्मा 39,000 छ, सुदूरपश्चिम त्यसपछि कममा पर्यो 58,000 होइन। अनि यो सबै उनीहरूको हिसाब किताब अनुसार ख्रिस्टियनहरू चाहिँ पुरुषहरू 43% रहेछ लगभग, अनि महिलाहरू चाहिँ 57% रहेछ। त यो प्रकारको हामी यहाँ देख्छौँ। त राम्रै सङ्ख्यामा अघि बढ्या देखियो, तर साँचो सुसमाचार प्रचार खोइ त। हामी गाउँ गाउँमा चर्च छ भनेर त सुन्छौँ, तर तपाईँ गाउँ गाउँमा जानु भएको छ अनि गाउँ गाउँ परिवर्तन भएको देख्नु भएको छ। जसरी देख्नुपर्ने हो, जसरी सही सुसमाचार साँचो सुसमाचारले जीवन परिवर्तन गर्छ, त्यसमा देखिँदैन, त्यो अनुपातमा देखिँदैन। चर्च चाहिँ छ गाउँ गाउँमा, भोलि गल्ली गल्लीमा होला काठमाडौँमा, तर खोइ त आत्मा जित्ने चेला बनाउने कार्य, खोइ त साँचो शिक्षा, खोइ त साँचो सुसमाचार। त मण्डलीहरू चाहिँ भाँडाकुटी खेले जस्तै, पसल थापे जस्तै ठाउँ ठाउँमा अब सुरु हुने भए, तर मण्डलीको उद्देश्य बुझेको छैन। परमेश्वर बोलावट प्राप्त, परमेश्वरले चुन्नु भएको, परमेश्वरद्वारा पठाइएको दिएको पास्टर, एल्डर, सुसमाचार प्रचारक, शिक्षकहरू छैन। हामी पनि चर्च खोलौँ, हामी पनि पास्टर, हामी पनि यस्तो, त नामधारी मात्रै। त ख्रिस्टियन भन्नेको सङ्ख्या त बढै देखियो, अनि अझै बढ्ने होला आउने समयहरूमा। तर साँचो ख्रिस्टियन कम छ। त नामधारी ख्रिस्टियन बढ्नुको एउटा के हो त, वास्तवमा नराम्रो कुरा हो यो, किनभने ख्रिस्टको नामको निन्दा गर्ने अब त्यहाँ बढ्ने भए। धेरै वर्ष अगाडि हाम्रो मण्डली स्थापना हुने समयतिर ख्रिस्टियन भनेपछि थोरै हुन्थे अवश्य पनि, अनि ख्रिस्टियन भने चाहिँ लगभग सबैको शिक्षा एउटै थियो। तर अब त ख्रिस्टियन भनेपछि कस्तो खालको ख्रिस्टियन, के ख्रिस्टियन हो होइन, हामीले यसपछि अध्ययन पनि गरेका छौँ कति खालको ख्रिस्टियन छन्। त शैतान यसमा वास्तवमा रमाएको देखियो, खुसी छौ त, ख्रिस्टियन बढ्यो, 8 लाख भयो नेपालमा, हामी ख्रिस्टियनहरू चाहिँ मक्ख पर्दै बसौँला, वाह नेपालमा ख्रिस्टियनहरू बढ्यो। तर शैतान त्यसमा रमाएको छ, तिम्रो सङ्ख्या बढाउँदै गर, चर्चमा आयो ल बप्तिस्मा ल्याऊ, सदस्यतामा नाम दर्ता गरिहालौँ, अनि भन्न पाएछ हाम्रो चर्चमा यति सदस्य छ। शैतान त कति ठुलो रमाहटले रमाइरहेको होला। त सङ्ख्या बढ्या छ,
तर साँचो क्रिस्चियन कति छन्? त हामी मण्डलीलाई आत्मा जित्ने, चेला बनाउने, साँचो सुसमाचार प्रचार गर्ने बोध छ। त 8 लाख 10 लाख जति नै भए पनि, ख्रिस्टको नाम लिने भए तापनि, आफूलाई क्रिस्चियन भन्ने परिचय दिए तापनि साँचो मुक्ति पाएका कम छ। हाम्रो युवा सम्मेलन भर्खरै भयो, 350-400 युवाहरू आए, तर के सबैले मुक्ति पाएका छन्? हाम्रो सङ्गति मण्डलीहरू अनि सबै मण्डली गरेर देश विदेशमा भएका हाम्रो सबै युवाहरू गने भने 600-700 युवाहरू हुन्छन् नि। त 600-700 युवाहरू छन् हाम्रो बिचमा। आमा हेर्नुहोस् त, एउटा आर्मी नै, एउटा बटालियनै होला, कति हुन्छ बटालियनमा है? तर सबैले मुक्ति पाएका छन् त, नाम मात्रै क्रिस्चियन। त 600-700 नै युवाहरू मुक्ति पाएको, पवित्र आत्माद्वारा भरिएको, जोसिलो प्रभुको सेवा गर्ने भयो भने, नेपाल जस्तो सानो देश त एकैछिनमा उथल पुथल हुन्छ। हेर्नुहोस्, अमेरिका जस्तो ठुलो राष्ट्र अनि अरू विशाल विशाल राष्ट्र त सुसमाचारले कति ठुलो परिवर्तन गरिदिएको छ भने, हाम्रो सानो देश त एकैछिनमा। त आज अभाव के हो त? साँचो सुसमाचार प्रचार गर्नेहरूको अभाव, आत्मा बचाउने, चेला बनाउने। हामी जस्तो मण्डलीहरू जो साँचो सुसमाचार प्रचार गर्छौँ, सही शिक्षामा उभिएका छौँ, अनि हामी विश्वासीहरू नै सुसमाचार सुनाउँदैनौँ। आज हप्ताभरि तपाईँले कतिजना सुसमाचार सुनाउनु भयो? मैले कतिजना सुनाएँ, तपाईँले कतिजना सुनाउनु भयो? अब अलिकति यसरी आत्मा आलोचना अथवा आफ्नो हृदयलाई जाँच्दा अप्ठ्यारो लाग्न थाल्छ हामीलाई। तर वास्तविकता यो हो नि, हामीले गर्नुपर्ने हो नि त। सुसमाचार प्रचार, आत्मा जित्ने कार्य, चेला बनाउने कार्यमा लाग्नुपर्ने हो नि त। ट्र्याक्स बाँड्ने, साक्षी बन्ने, मानिसहरूले ख्रिस्टमा ल्याउने, बिउ छर्ने, के त्यो भइरहेछ? अब त्यो अघि मैले कुरा गरेँ कि तथ्याङ्कहरू, त्यो चाहिँ के रहेछ त? नेपाल क्रिस्चियन समाज भन्नेको तथ्याङ्क। फेरि अर्को के छ त? अहिले नेपाल बप्तिस्ट मण्डली परिषद भन्ने छ, र अहिले त ब्याप्टिस्ट चर्च भनेर पनि नहुने भयो। अब हामी पनि ब्याप्टिस्ट चर्च भन्छौँ, ब्याप्टिस्ट शिक्षा, बाइबलले शिक्षा भने हामी मान्छौँ। त बाइबल अनुसार जिउने चर्च हो हामी। तर कतिजना अब आइसकेका छन्, धेरै आइसकेका रहेछन्, आफूलाई ब्याप्टिस्ट चर्च त भन्छन्। होला के हदमा शिक्षा हामीसँग केही न केही अलिअलि कुनै कुरामा नजिक होला क्यारिजमेटिक भन्दा, तथापि सांसारिक सङ्गीत त्यहाँ पाइन्छ, सांसारिकता पाइन्छ। त ती नेपाल ब्याप्टिस्ट मण्डली परिषद भनेर अघि बढाएका रहेछन् केपी त्रिपाठी भन्ने व्यक्तिको नेतृत्वमा। अनि उनीहरूको रिपोर्ट पनि हेरियो, उनीहरूको अनुसार चाहिँ उनीहरूको मातहतमा 250 चर्चहरू छ अरे नेपालभर, ब्याप्टिस्ट चर्चहरू 250 वटा, अनि 217 झुण्डहरू रे। अनि उनीहरूको अनुसार 22,397 ब्याप्टिस्ट क्रिस्चियनहरू छन् रे, ब्याप्टिस्ट भन्नेहरू। अब कतिजना आफूलाई क्यारिजमेटिक भन्लान्, कतिले नन डिनोमिनेसन भन्लान्, कतिले आफूलाई क्याथलिक भन्न, अब ब्याप्टिस्ट भन्नेहरू चाहिँ यतिजना रहेछन्। तर फेरि तपाईँले यसो हेर्दै जानुहुँदा नेपालको क्रिस्चियनहरूको अवस्था अर्को फेरि के देख्नुहुन्छ त? ब्याप्टिस्टहरूमा पनि फेरि अर्को छ झुण्ड, ब्याप्टिस्ट कन्भेन्सन अफ नेपाल भन्ने छ। फेरि ब्याप्टिस्ट भेर्सन मिल्न सकेका छैनन् होइन। अक्रिस्चियनहरूले त यो कुरा थाहा पायो भने, बुझे भने, कति त्यहाँ जे आलोचना गर्छन्, गरे पनि छन् कतिले। फेरि ब्याप्टिस्टकै फेरि अर्को पनि झुण्ड समाज रहेछ, उनीहरूको कति छ त्यो तथ्याङ्क उनीहरूले जारी गरेर रहेनछ, त्यो पनि आउला कुनै दिन। त भनेपछि क्रिस्चियनहरू नेपालमा नभएको होइन, तर त्यति धेरै क्रिस्चियन छ देशमा, खोइ त आशिष समाज परिवर्तन खोइ। किन मुक्ति पाएको व्यक्तिले के हुन्छ, व्यक्ति व्यक्ति बनेर परिवार, परिवार परिवार मिलेर समाज हो। जहाँ तपाईँले हेर्नुहुन्छ इतिहासभरि, संसारभरिको इतिहासमा जब सुसमाचार बुझिन्छ, साँचो जीवन परिवर्तन हुन्छ, व्यक्ति व्यक्ति अनि परिवार परिवार हुँदै समाज अनि राष्ट्रै परिवर्तन भएको इतिहास छ। र हामी जस्तो सानो राष्ट्रमा पनि त्यो आमूल परिवर्तन जति देख्नुपर्ने त्यो देखिँदैन। भ्रष्टता, दुष्टता कायम छ। अझै बरु चाहिँ समलिङ्गी अवस्थाहरू, त्यो अभियान बरु अझै बढ्दैछ। हामी क्रिस्चियनहरूले भ्रूणहरूको, सानो बच्चाहरूको, गर्भे बालकको लागि आवाज उठाउनु पर्ने, त्यो गलत हो भ्रूण हत्या भनेर बोल्नु पर्ने, बोल्छौँ पनि, सिकाउँछौँ पनि। तर हाम्रो आवाज त खोइ सुनिएन, या त हामीले आवाज निकालेका छैनौँ। 8-10 लाख क्रिस्चियन छ भन्दा आवाज उठ्नुपर्ने होइन र? त साँचो क्रिस्चियन कति छ त भन्ने कुरा आयो यहाँनिर। अब नाम मात्रै क्रिस्चियन, नाम मात्रै चर्च। अब हेर्दै जानुहोस्, हेर्दा हेर्दै अब चर्चका पास्टरले भन्ने छ समलिङ्गीपना ठिकै छ। हामी हेर्दै जाउँ, अब आउने दिनहरूमा हाम्रो नेपालका चर्चहरूमा समलिङ्गी विवाह कार्यक्रम हुनेछ। तपाईँ निमन्त्रण पनि आउला है, निमन्त्रणा पनि छक्क नपर्नुहोस्।
40-50 वर्ष अगाडि समलिङ्गी विवाह दर्ता दिन्छ सरकारले भने कसले सोचेको थियो? उनीहरूलाई गाली गर्थ्यो, उनीहरूलाई नराम्रो भन्थ्यो, हेप्थ्यो समाजमा। अहिले त उनीहरू वाह, उनीहरूलाई बहादुर भन्छ, साहसी भन्छ। त भ्रष्टता यसरी बढ्दैछ। त मण्डलीमा अब त्यो प्रकारले आउनेछ। हुँदाहुँदै अब मण्डली महिलाले प्रचार गर्ने, महिला पास्टर हुने त सामान्य भइसक्यो। अब समलिङ्गी व्यक्ति पास्टर हुने त्यो पनि अब आउनेछ। किन यस्तो? त नाम मात्रै भयो, साँचो सुसमाचार प्रचार छैन, सही शिक्षा प्रचार छैन। अनि हामी जो सही शिक्षामा उभिएका छौँ हामी प्रचार गरिएका छैनौँ। समस्या त हाम्रो पो रहेछ लास्टमा। जसले सही शिक्षा बुझेकै छैन, सही सुसमाचार पाउनु भएकै छैन, उहाँले कसरी सही सुसमाचार दिने, कसरी सही शिक्षा सिकाउने? हामी जोसँग सही सुसमाचार छ, सही शिक्षा छ, हाम्रो जिम्मेवारी होइन र? आफ्नो गाउँ गाउँमा ठाउँ ठाउँमा पहिला जहाँ राख्नु भएको छ ट्र्याक्स बाँड्ने हो कि प्रार्थना गर्ने हो कि उहाँहरूलाई बताउने हो कि? त हामी नै गरिरहेका छैनौँ। हाम्रो बाँसमा नगर्ने होइन, कतिजना हुनुहुन्छ सायद, तर कतिजना भन्ने शब्द आउनु भएन। हरेक भन्ने शब्द आउनु पर्यो। हरेक नै आत्मा जित्ने, चेला बनाउने कार्यमा लाग्नु पर्दछ। बाइबलले त यही सिकाउँछ कि यो प्रश्न छैन र? त किन सही शिक्षा बढेन? झुटो शिक्षा फैला गर्छ, उनीहरू पैसा पेल्छ। होइन, हामी आफूलाई जाँचौँ न। हामी यतिका सङ्ख्यामा छ, हामी जोस साथ अघि बढ्यौँ भने के त्यहाँ ठुलो परिवर्तन आउँदैन र? धेरै आत्माहरू जितिँदैनन् र? आज समस्या के हो त? यसो हेऱ्यो भने मेरो समस्या, हाम्रो पनि नभनौँ, अब मेरो भनौँ, हामी आफूलाई जाँचौँ। मैले यो वर्षभरि कतिजना आत्मा जितेँ? मैले यो वर्षभर या वर्ष सकिन लागिसक्यो, मङ्सिर आइ त हाल्यो। अब हेर्दा हेर्दै कतिजनालाई मैले ख्रिस्टमा डोर्याएँ, कतिजनालाई मैले चेला बनाएँ, बाइबलमा हुर्काउन मद्दत गरेँ। अनि अब इमान्दार हुने हो भने हामी धेरैको उत्तर हुनेछ शून्य। एकजनालाई पनि ल्याउनु भएन ख्रिस्टमा, एकजनालाई पनि ख्रिस्टमा ल्याउनु भएन, एकजना पनि सुसमाचार प्रचार गर्नु भएन। हो, आत्मा जित्ने काम हाम्रो त होइन, परमेश्वरले गर्नुहुन्छ, तर बिउ त छर्नु पर्यो। एकजनाले पनि सुसमाचार ट्र्याक्स दिनु भएन, एउटालाई पनि सुनाउनु भएन, एकजनालाई पनि चेला भाइ बहिनी दाइ दिदी बाइबलमा यस्तो लेखा यसरी जिउनुपर्छ गरेनौँ हामीले। त गल्ती समस्या त हाम्रो देखियो। त प्रोगाजनहरू यसमा हामी बुझ्यौँ। आज 7 लाख क्रिस्चियन छन्, हरेकले एकजनालाई मात्र ल्यायो भने ख्रिस्टमा कतिजना भयो? 14 लाख भएन? एक वर्षमा एकजनालाई त ख्रिस्टमा ल्याउन सकिन्छ होला नि। वर्षभरि त्यही व्यक्तिलाई प्रार्थना गर्ने अथवा अरू व्यक्तिहरू पनि एक वर्षमा धेरैलाई सुनाउन सकिएला। तर वर्षभरि 100 जना सिकाउनु होला, सुनाउनु होला, एकजना आत्मा जितिएला नि। त बोझ मैले तपाईँले उठाउनु पर्ने रहेछ। 14 लाख क्रिस्चियन भयो मानौ, हरेकले एकजनालाई सुनायो, हरेकले एकजनाले ख्रिस्टमा ल्यायो। सायद एक वर्षमा सकेन, ल 2 वर्षमा 28 लाख भएन? आमा 28 लाखबाट फेरि हरेकले एकलाई ल्यायो, 56 लाख भएन? होइन, ल 5 वर्ष लाग्ला अरे, ठिक छ। एकजनाले एउटाले ख्रिस्टमा ल्याउन 5 वर्ष लागे तापनि 5 वर्षमा बढ्दै गएर 56 लाख हुँदा 1 करोड चान्जुन हुँदै ओहो हेर्दा त सबैकै जाने भयो। हो, मानिसको हृदय हटी छ, कठोर छ। हाम्रो काम बिउ छर्ने हो, वचन सुनाउने हो, सबैले ग्रहण नगर्ला, ठिक छ। पावल जस्तो प्रभावकारी प्रचारक प्रेरितले है सुनाउँदा त सबैले मानेन भने तपाईँ जस्तो हामी सामान्य मान्छेले सुनाउँदा सबैले नमान्ला, ठिक छ। तर सुनाउने काम त गर्नु पर्यो नि त, बिउ त छर्नै पर्यो नि। पावल प्रेरितको कुरा छोडिदिउँ न, येशू ख्रिस्ट जस्तो सर्वोत्तम शिक्षक कोही हुनुहुन्छ होला, परमेश्वर स्वयं पृथ्वीमा आएर मानिसको भाषा बोलेर सत्यता प्रचार गर्दा के गरे? उहाँलाई शैतानबाटको होस् नभन्यो। त हाम्रो कुरा सुन्दैनन् भनेर निराश हुनु त पर्दै परेन। तपाईँ र म आफूलाई ठुलो नठानौँ न, येशू ख्रिस्ट भन्दा महान त हामी होइन होला। चेला गुरुभन्दा ठुलो हुन सक्दैन। उहाँलाई त घृणा गर्यो, उहाँको त मानेन भने हाम्रो नमान्नु त यो त नर्मल। कसैले सुन्दियो भने हामी छक्क पर्नुपर्छ बरु, ओहो मेरो कुरा कस्तो सुनिहाल्यो यो मान्छेले। यो प्रभुको अनुग्रह, प्रभु धन्यवाद होस्। त निराश हुनु भएन, लागिरहनु पर्यो। त आज तपाईँ र म यो विषयमा बुझ्ने हाम्रो बारेमा के छ अवस्था?
यही मण्डलीको इतिहासलाई हेर्छौँ भने पनि सुरुका दिनहरूमा कस्तो जोस थियो, आज कस्तो छ, त्यसले हामीलाई विचार गरी तुल्याउन सक्छ। सुसमाचारको जोस धेरै पहिला, नयाँ आत्मा जितिने भट्टाभट, अब चाहिँ घट्दैछौँ कि? नयाँ आत्माहरू सकिया हो किन? काठमाडौँमा अब मुक्ति नपाएकै मान्छे भेट्न छोडियो कि? बत्तिसमा हरेक पटक 30-35 जना भन्दा घट्दैन थियो बत्तिसमा लिनेहरू एक पटकमै। अब 7-8मा नै हामी खुसी हुने हो कि अब ठिकै हो, एकजना पनि गरे बत्तिसमा लिए, के गर्नु त? अब हामीलाई पुग्या हो कि? नयाँ आत्माहरू हराएकाहरूको कमी भएको हो कि? होइन, हराएका त चाहिँ बढ्दैछन्। पहिलाभन्दा काठमाडौँ जनसङ्ख्या बढेको छ, देशकै जनसङ्ख्या बढेको छ, त हामीलाई चाहिँ पुगेको हो कि? अब थुप्रै ख्रिस्टमा आइसकेका छन्, अब त पुग्यो, अब बिस्तारै अघि बढ्दा नि हुन्छ। पहिला उहाँहरू अग्रजहरू हाम्रा धनगढीमा साइकलमा चढेर है, बाइकमा हामी जान सकेका छैनौँ, उहाँहरू साइकल चढेर बाटोभरि सुसमाचार सुनाउँदै जानुभयो। अब त्यति बेला हो, अब त पर्दैन नि त्यति साह्रो जोसिलो हुन, त्यति बेला हो। ठाउँ ठाउँमा जाँदा कुटाइ थुकाइ के सहनु भयो होला, कति के भयो, डर आतङ्क, त्यति बेला हो। अब अहिले त होइन, त्यस्तो हो कि परमेश्वरको आज्ञा अनि परमेश्वरको योजना मण्डलीको लागि त्यो परिवर्तन भएको छ? अनि पवित्र आत्माको सामर्थ्यमा कमी आएको छ? छैन। आज पनि यस मण्डलीको लागि प्रभु उद्देश्य यो हो, धेरै आत्मा जितौँ। परमेश्वरको उद्देश्य के हो? केहीले मुक्ति पाउन् कि सबैले मुक्ति पाउन्? तपाईँलाई के लाग्छ? बाइबलले प्रष्ट बताउँदछ सबैले मुक्ति पाएको प्रभुको इच्छा हो। सारा संसारको लागि उहाँले आफ्नो जीवन दिनुभयो, त धेरैले मुक्ति पाएको उहाँ चाहनुहुन्छ अवश्य पनि। त हामी चाहिँ किन थोरैमा सन्तुष्ट भइरहेका छौँ? म किन सन्तुष्ट छु? तर वास्तवमा त पहिलाको समयभन्दा अहिले झन् हामी बढी जोसिलो हुनुपर्ने। किन? हराएकाहरू बढेको छ, जनसञ्चार भ्रष्ट हुँदै गएका छन्, झुटो शिक्षाहरू बढ्दैछ, झन् समय सकिन लागेको छ, झन् अब चाहिँ हामी जोसिलो हुनुपर्ने हो। जति नयाँ पुस्ता आउँछ कि जति हामी अन्तिम दिनको नजिक पुग्छौँ, झन् बढी। यति समय हिब्रूको पुस्तकले के भन्छ? जति त्यो दिन नजिक आएको देख्छु त्यति बढी के गर, यसरी सँगै भेट हो भन्ने त्यो त्यहाँ चाहिँ अर्थ देखिन्छ। त्यहाँ भन्यो मतलब यो मण्डलीको इतिहासको सुरुवातमा हप्तामा 2 चोटि सङ्गति हुन्थ्यो होला, अथवा 3 चोटि हुन्थ्यो त्यति बेला, अहिले घटेर 2 चोटि आएको छ। बढ्दै 3बाट 4, 4बाट 5, अन्तिम दिनमा जीवन एकदम नजिक आउँदा त हरेक दिनै जुट्नु पर्ने होला। यही त्यो पदलाई अक्षरले लिने हो भने त झन् कम भएर त भएन नि त। तर खुसी कुरा धेरैजना प्रभुका आजहरू अनलाइन सङ्गतमा जुटिरहनु भएको छ। त्यस अर्थमा हाम्रो सङ्गत त धेरै भइरहेछ, हप्ताभरि नै हुन्छन्। त हामी जुटौँ सबैजना, सबैलाई अवसर छ। त हामीले के गर्ने हो त? हाम्रो जोस घटाउने हो? अब पुगिहाल्यो त ठिकै छ होइन, हामी 200-300 जना छँदैछौँ, 300-400 पुगिहाल्यो, यसमै रमाउँ, खुसी हौँ हो, ठाउँ पनि त अड्दैन। होइन, हामी रहन्जेल परमेश्वरको सामर्थ्यमा हामी अघि बढ्नु छ नि, होइन र प्रभुका जनहरू? यदि त्यो उद्देश्य आत्मा जितेर चेला बनाउने उद्देश्य हामी बिर्सन्छौँ, भुल्छौँ, त्यहाँ दायाँमा लाग्छौँ, त्यसलाई प्राथमिकता साथ अघि बढाउँदैनौँ भने छिट्टै नै हामी आत्मिक रूपमा सेलाउँदै जानेछौँ। अब उद्देश्य छैन। तपाईँलाई थाहा छ नि, कोही मान्छे 40 वर्ष 50 वर्ष आफ्नो चाहिँ जागिरमा उसले समय दिन्छ, बिहानै जान्छ जागिरमा, अफिसमा काम गर्छ, बेलुका आउँछ, फेरि उठ्छ, फेरि बिहान जान्छ, 60-65 वर्ष हुँदा रिटायर हुन्छ। अनि रिटायर भएको भोलिपल्ट के हुन्छ होला? ओहो, बिहान त उठ्यो, ल आज त अफिस जानु पर्दैन, म रिटायर भइसकेको छु, अब के गर्नु त, दिनभरि समय भयो। अनि धेरै चाहिँ देशमा देखियो, नेपालमा पनि सायद छ त्यस्ता रिटायर भएकाहरू चाहिँ जाँड रक्सी कुलत खराब कुराहरूमै समय बर्बाद गर्दै अघि बढ्ने उद्देश्य भएन जीवनको। अब पहिला अब बिहान उठे साथ कहाँ जाने? अफिस जानुपर्छ, मेरो अफिसमा काम छ। अब त छैन काम, उद्देश्य छैन, हल्लिँदै बस्यो, मृत्यु पर्ख्यो बस्यो। अब 1 हप्ता 2 हप्ता रमाइलो होला रिटायर भएको, त्यसपछि फेरि होइन त्यो सबै नर्मल लाग्न थाल्ला। त हाम्रो मण्डलीको उद्देश्य प्रभुले प्रष्ट पारिदिनु भएको छ, आत्मा जित्ने, चेला बनाउने, प्रभुको महिमाको लागि। त्यो उद्देश्यमा एक मन साथ लागिरहन्छौँ भने
साँचो सुसमाचार प्रचार गर्दै सही शिक्षामा उभिएर परमेश्वरको अगुवाईमा सामर्थ्य हामी लागिरहन्छौँ भने येशू ख्रीष्ट नआउन्जेलसम्म पुस्ता पुस्तासम्म यस मण्डली अघि बढ्नेछ, अझै वृद्धि हुँदै जानेछ, यसमा ग्यारेन्टी छ। मलाई अझै याद छ, म सानो हुँदाखेरि हाम्रो चर्चमा आधा जति मात्रै भरिन्थ्यो विश्वासीहरू, यहाँ आधा मात्रै। हामी सानो बच्चा बच्चीहरू त्यहाँ पछाडि त सुतेर बस्थ्यौँ, सङ्गति हुँदाखेरि त्यहीँ लड्यो भने 4-5 वर्ष कति थियो मलाई, तर प्रभुले कति आशिष दिनुभयो, हाम्रो भरिरहेको छ, अझै बाहिर गएको छ, तर अझै हामीलाई सन्तुष्ट हामी छैनौँ, हुनु हुँदैन। किन? काठमाडौँमा कतिजना छन् मान्छेहरू? 5-10 लाख छैन नेपाल काठमाडौँमा? काठमाडौँमा 5-10 लाख मानिसहरू छन्, अनि काठमाडौँको केन्द्रबिन्दुमा भएको हामी चर्च छौँ, अनि 200-300 जना हामी विश्वासी छौँ, अनि हामी खुसी सन्तुष्ट, हामीलाई पुग्यो। हाम्रै समाज कति मान्छेलाई हामी ख्रीष्टमा ल्याउन सकेका छैनौँ। यो त हाम्रो लागि शर्मको कुरा छ। यदि हामी इमान्दार हुने हो भने, अब होइन सबै ठिक छ भन्यो भने त अब ठिकै छ सबै, तर यदि इमान्दार हुन्छौँ भने होइन। प्रभु धन्यवाद होस्, उहाँको अनुग्रहले एबेनेजर, उहाँले यहाँसम्म सहायता गर्नुभयो। एबेनेजरको नामको अर्थ त्यही हो। प्रभु धन्यवाद होस्, यहाँसम्म ल्याउनु उहाँको अनुग्रहले हो। तर अझै जाने ठाउँ धेरै छ है, आत्मा जित्ने चेला बनाउने। मानौ हामी यहाँ 200 जना छौँ, हरेकले 1 ल्यायो भने त्यो सिद्धान्त अनुसार 400 हुनु पर्यो नि त। अब 400 बाट हरेकले 1 800 हुनु पर्यो नि त, फेरि हरेकले 1 1600 हुनु पर्यो नि त। त्यो किन भएको छैन भन्दा के देखियो प्रश्न? हरेकले 1 लाई ल्याउने काम भएको छैन। सायद केही 15-20 जना होला जो जोसिलो हुनुहुन्छ, सुसमाचार ट्र्याक देख्दै गर्नुहुन्छ, नयाँ आत्माहरूलाई सुनाइहाल्नुहुन्छ पाउने साथ, अनि हामी चाहिँ भन्छौँ वाह कति राम्रो काम, आमा बुवा राम्रो काम हो, तपाईँलाई हामी प्रार्थना गर्छौँ, ल अघि बढ्नुहोस् है, अघि बढ्नुहोस्। हामी चाहिँ खोइ त, कि उहाँहरूको लागि मात्र हो यो, के तपाईँ र मेरो लागि पनि यो जिम्मेवारी छैन? आत्मा जित्ने चेला बनाउने त बोझ लिउँ। यहाँ नटलाई ठिकै छ, 800 1000 त्यो अनुसार प्रबन्ध गर्न सक्नुहुन्छ होइन? त विश्वास साथ अघि बढ्नु पर्यो। हडसन टेलरले भनेका थिए परमेश्वरको काम परमेश्वरको तरिकामा गर्यो भने परमेश्वरको प्रबन्ध कहिले अभाव हुने छैन भने बुझ्नुभयो? परमेश्वरको काम मान्छेको होइन, परमेश्वरको तरिकामा मान्छेको तरिकामा होइन गरियो भने परमेश्वरको प्रबन्ध कहिल्यै अभाव हुने छैन। यो भवनलाई ठुलो बनाउन प्रबन्ध गर्न सक्नुहुन्छ, तला थप्नलाई सायद होला, अथवा यसलाई पछाडि ठुलो बनाउनलाई होइन। आत्मा धेरै नजित्नु अड्दैन भन्ने कुरा त भएन नि त। लिएर आउँ ख्रीष्टमा, प्रभुले विजय दिनुहुन्छ। त आज तपाईँ र म मण्डलीको उद्देश्यमा फर्कनु परेको छ र हामी लागिरहेका छौँ, तर अझै जोस साथ लागौँ, हृदय जाँचौँ। मैले आफूलाई जाँच्नु परेको छ, तपाईँले आफूलाई, अनि यो प्रश्न गरौँ म तपाईँ, के म आत्मा जित्ने कार्यमा लागिरहेको छु? चेला बनाउँदैछु? आज यो प्रश्न तपाईँ र मैले विचार गर्नु पर्यो। त यो भएन भने हामी हाम्रो उद्देश्यमा चुक्छौँ, दुःखलाग्दो अवस्था छ। त 3 करोड नेपालीहरू छन् प्लस 3 करोड नेपाली मध्ये कतिजनाले मुक्ति पाएको प्रभु चाहनुहुन्छ? उत्तर हो सबैले। अनि जम्मा विश्वासी छन् 7 लाख 8 लाख, त्यही पनि नामधारी विश्वासी होला आदि त जति त प्रभुलाई मात्र थाहा छ। त त्यसमा हामी खुसी हुन सक्छौँ? ओहो 8 लाख चाहिँ विश्वासीहरू, वाह! होइन होइन, नामधारी धेरै भए उल्टे ख्रीष्टको निन्दा चाहिँ बढ्न थाल्यो है, दुखित हुने अवस्था छ। त प्रियजनहरू, हाम्रा प्रिय प्रभु हरेक आत्माको फिक्री गर्नुहुन्छ, हरेक हराएकाहरू ख्रीष्टमा आएको चाहनुहुन्छ। एउटा मान्छेले भर्खरै एउटा लेखेको मैले देखेको थिएँ अनलाइनमा, राम्रो लाग्यो। जब हामी लुका 15 अध्यायमा पढ्छौँ कि एउटा स्त्री थिए, 100 सिक्का थियो, एउटा हराए, 99 त बाँकी थियो नि उसँग, तर पनि 99 सिक्कालाई छोडेर उनले त्यो 1 सिक्काको लागि कति धेरै मेहनत गर्यो, धुइँ पत्ता लगाएर खोज्यो, अनि त्यो पाएपछि कति खुसी भयो। अनि अर्को गोठालो थियो, हेर्नुहोस् 100 भेडार थियो, त्यो गोठालाको हराएको कति? जम्मा एउटा हराएको। जब एउटा हराएको छ किन टेन्सन लिने, किन त्यसमा निराश हुने? 99 त छ त बाँकी, होइन होइन, 99लाई छोड्यो अनि एउटाको पछि कुदेर लाग्यो, धुइँ पत्ता लगाएर खोज्यो। जब उसले त्यो एउटालाई पाए खुसी साथ घर फर्केर आयो। अनि त्यो कुरा चाहिँ
अलिकति हामीलाई अनौठो लाग्छ त्यति बेलासम्म, जति बेलासम्म जबसम्म कि हामी बुझ्दैनौँ त्यो एकजना चाहिँ वास्तवमा तपाईँ र म हो। मानौ तपाईँले त्यो 100वटा भेडा थियो, 99 जना त्यहाँ छन्, 99लाई छोडेर एकजनाको पछि लाग्यो गोठाला, त्यो बाँकी 99 त निराश भयो होला नि, जब एउटा त हराएको हो नि, त्यो पनि आफ्नै उसको बदमासीले गर्दा। गोठालालाई 20 पछ्याएको भए त हामी जस्तै ऊ पनि सँगसँगै हुन्थ्यो, हराउँदैन थियो होला। बदमास भेडा, उटपट्याङ भेडा, त्यही भएर ऊ हरायो। या त्यो हराओस्, त्यो खत्तम, फटा छोडिदेऊ यसलाई। तर होइन, मालिक त हामीलाई छोडेर एउटाको पछि पो लाग्नु भयो। के हो यस्तो? यो 99को पर्सपेक्टिभमा, 99को दृष्टिकोणमा त्यो। अब त्यो एउटा हराएको दृष्टिकोण, त्यो भेडाको दृष्टिकोण हेरौँ न। ओहो, म त हराएँ त, छोडेर गएँ त, म एक्लो छु। 99 त गयो, सुरक्षित छ होला, न्यानो गोठमा खानेकुरा पाएका छन् होला, म त हराएको छु, म त मर्नेछु, मेरो निश्चित मेरो गन्तव्य मृत्यु नै हो, मेरो बाँच्ने आशै छैन, म आफै खानेकुरा खोज्न सक्दिनँ, म आफै पानी खोज्न सक्दिनँ। गोठाला बिनाको म, हराएको एक्लो म। तर हेर्नुहोस् त, विचार गर्नुहोस् त, प्रभुले त्यो दृष्टान्त दिनुभयो, त्यो दृष्टान्तलाई बुझ्नुहोस् त। त्यो गोठाला कति खुसी भयो होला जब आवाज आयो, ए भेडा, त्यो भेडाको नाम के थियो होला, काले, खैरे, खैरे, काले। कति खुसी भयो होला। ओहो, गोठालाले मलाई बोल्नु भएन छ, गोठालाले मलाई बिर्सिनु भएको छैन। म एउटा आत्माको लागि पनि गोठालाले कति वास्ता गर्नुभयो। गोठाले मलाई प्रेम गर्नुहुन्छ, म एउटाको लागि मात्रै भए पनि म आउनुभयो खोज्न। त ख्रिस्टको बोझ त त्यो हो, हराएकालाई बचाउन आउनुभयो। अनि हामी चाहिँ के सोच्छौँ, होइन ठिकै छ, मुक्ति पाएकै छ, नपाए नि हुन्छ, होइन। त्यो ख्रिस्टको बोझ के तपाईँमा माछा आज सायद समस्या त्यो हो, ख्रिस्टको मन जुन हुनुपर्ने आज त्यो हामीमा कमी भएको हो कि? ख्रिस्टको मन त त्यो हो नि, 99लाई छोडेर एउटालाई पनि लिन जानुहुन्छ। कुनै आत्मा हराएको उहाँ चाहनुहुन्न, तपाईँ हराएको चाहनु भएन। तपाईँलाई प्रभुले सुसमाचार सुन्ने अवसर दिनुभयो, हाम्रो आत्मा बाँचेको छ, हामी चाहिँ खुसी भएर बस्ने, अनि अरू हराएका आत्माहरूको लागि फिक्री नगर्ने, त्यो त स्वार्थीपना भयो। त मैले तपाईँ हामी सबैले आफ्नो हृदयलाई जाँच्नु पर्ने छ। आज आत्मा जित्ने, चेला बनाउने कार्यमा हामी कति सक्रिय छौँ, कति प्रार्थना गर्छौँ, कति त्यसमा लागि परेका छौँ। आज आत्मा जित्ने बोझमा फेरि त्यसलाई ताजा बनाऊ। तपाईँमा छ होला, अझै बढाउनुहोस्, छैन भने त्यसलाई फेरि अब सुरु गर्नुहोस्। त प्रभुको इच्छा त प्रष्ट छ, मण्डलीले आत्मा जित्ने हो, चेला बनाउने हो प्रभुको महिमाको लागि, कुरा प्रष्ट छ। त्यसमा सन्तुलित भएर बुझ्न आवश्यक छ। कतिपल्ट के हुन्छ त, सन्तुलन बिग्रिन्छ। कोही हुन्छ यता साइडमा, यता ध्रुवमा, एउटा एक्सट्रिममा, होइन, सङ्ख्या ठुलो कुरो होइन, थोरै पनि राम्रै हो, थोरै होस् राम्रो होस्, यतापट्टि होइन, धेरै हुनुपर्छ नि छैन। अनि फेरि अर्को एक्सट्रिममा, अर्को ध्रुवमा फेरि को हुन्छ त, होइन होइन जसरी हुन्छ धेरै ल्याउनुपर्छ, नम्बर सङ्ख्या बढाउनुपर्छ, मान्छेलाई लिएर आउँ, हट्टापट बढाउँ। तपाईँले विश्वास गर्नुभयो, गर्नुहुन्छ, ल गर्नुहोस्, बरर गरेर विश्वास गराइदिउँ, ग्रहण गराइदिउँ, अनि त्यही दिन बप्तिस्मा दिउँ, नाम दर्ता गरिदिउँ, सङ्ख्या बढाउँ। दुइटै गलत। बिचमा सन्तुलनमा जहाँ बाइबल छ, बाइबलमा हामी आउँ, प्रष्ट छ प्रभु इच्छा, सबैले उहाँ मुक्ति पाएको चाहनुहुन्छ। सबै भन्नाले धेरै धेरै आत्माहरू ल्याउनु पर्यो, प्रष्ट छ। तर साँचो चेला हुनु पर्यो, त्यो पनि प्रष्ट। दुइटै बुझ्नु पर्यो। भिड मान्छेहरूलाई प्रभुले एकचोटि फर्केर भन्नु भएन र तिमीहरू मेरो चेला हुन सक्दैनौ यदि आफ्नै श्रीमती, आफ्नै परिवारलाई त्याग्न तयार छैनौ भने, आफ्नो क्रुस बोकेर मलाई पछ्याउन तयार छैनौ भने, आफ्नै प्राणलाई पनि घृणा गर्दैनौ भने चेला हुन सक्दैनौ। मान्छेले आरोप लाउँछ यिनीहरू जबरजस्ती गर्छ, हामी कहिले पनि जबरजस्ती गर्दैनौँ। हामीसँग ट्र्याक्स छ, पछाडि टेबलमा ट्र्याक्स लिएर जानु होला, तपाईँले ट्र्याक्स बाँड्नुहुन्छ, कसरी जबरजस्ती हामी गर्दैन। तपाईँ पढ्न चाहनुहुन्छ, इच्छुक हुनुहुन्छ भने बल्ल दिने हो, जबरजस्ती गर्ने भएन। हामी जबरजस्ती गर्न सक्दैनौँ, बरु उल्टा हामी भन्छौँ तपाईँले पढ्नुभयो, ठिक छ, दाइ दिदी अङ्कल आन्टी ट्र्याक्स पढ्नुभयो, तपाईँलाई सुसमाचार राम्रो लाग्यो, तर साँच्चै तपाईँले बुझ्नुभयो हो, होइन म मण्डली सदस्य हुन चाहन्छु, होइन एकछिन दाइ दिदी अङ्कल आन्टी भाइ बहिनी एकछिन पर्खौँ, तपाईँले बुझ्नुभयो त सुसमाचार के हो,
के तपाईँ पापी हो महसुस गर्नुभयो? अनि मुक्ति पायो। ल ठिक छ, ल बच्चा लिइहालौँ, एकछिन साँच्चै बुझ्नुभयो? त हामी साँचो चेलाहरू चाहन्छौँ, किन प्रभु त्यही चाहनुहुन्छ नि त कसरी जबरजस्ती भन्ने कुरा उनीहरूले आरोप लगाए, त्यो झुटो आरोप हो। कसैले यदि गर्छन् भने क्रिस्चियन नाम लिएर त्यो गलत हो, प्रभुको निन्दा भइरहेको छ। हाम्रो आफ्नै नानीहरूलाई त हामी जबरजस्ती गर्न सक्दैनौँ भने नचिनेको अन्जानको मान्छेले कसरी जबरजस्ती गर्न सक्छौँ? आफ्नै नानीले आइज यता बस भन्दा पनि होइन, कुट्दा पनि नानीहरूलाई केही हुँदैन भने आफ्नै नानी बाबुलाई त हामी ख्रिस्टमा जबरजस्ती गर्न सक्दैनौँ। तैँले मुक्ति पाउनै पर्छ, अथवा तैँले मुक्ति किन पाएन? मुक्ति पाएको त हामी चाहन्छौँ अवश्य पनि, उहाँलाई प्रार्थना गर्ने हो, नानीलाई सिकाउने हो, ख्रिस्टमा डोर्याउने हो, छोड्ने होइन। शैतानले नानीलाई ताने चाहिँ हामी पनि कहाँ तान्न, ख्रिस्टमा ल्याउने हो, छोड्ने होइन। तर जबरजस्ती त गर्न पाइँदैन नि कसैलाई पनि। उसले व्यक्तिगत रूपमा स्वतन्त्र रूपमा अन्ततः निर्णय गर्नै पर्छ। भने झन् अरू नचिनेको मान्छेले हामी जबरजस्ती गर्छौँ त, गर्न मिल्ला त? प्रेरितहरूको समयमा के भयो? प्रेरित 3 अध्याय हेर्नुहोस् तपाईँले फेरि एकचोटि तपाईँले यस खण्डमा 41 पद, प्रेरित 2 अध्याय 41 पद। तब जतिले उनको वचन आनन्दसित ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, आनन्दसित, करकाप छैन, खुसी साथ तिनीहरूले बप्तिस्मा लिए। अनि त्यही दिनमा प्राय 3000 मानिसहरू थपिए। 3000 पहिलो मण्डलीमा एकैचोटि 3000 सदस्य भए। अनि चेलाहरू पनि थिए 3000 चान्जुन। त ठुलो बगाल थियो त्यो। किन चेलाहरूले त्यही बुझेका थिए, हामीले धेरै ख्रिस्टमा ल्याउनु पर्छ, मान्छेको मछुवा बनाउँछु भन्नुभएको छ। सबैले मुक्ति पाएको प्रभु चाहनुहुन्छ, धेरैमा धेरै आत्मा ख्रिस्टमा ल्याउनु छ, त्यो बुझेका थिए। 3000 कहाँ त्यति मात्रै हो? हेर्नुहोस्, एक पाना त पल्टाउनुहोस् तपाईँ, प्रेरितको 4 अध्याय 4 पद हेर्नुहोस्। फेरि अर्को समय हो, अर्को घटना। प्रेरित 4 को 4 मा लेखेको छ, तापनि वचन सुन्नेहरूमध्ये धेरैले विश्वास गरे अनि पुरुषहरूको संख्या 5000 जति थियो। 5 र 3 8000 त त्यहीँ भइहाल्यो। पुरुष मात्रै 5000। बाइबलमा कहिलेकाहीँ पुरुषको मात्रै संख्या दिइन्छ, तर महिलाहरू पनि त्यहाँ हुन्थे धेरै पटक। त पहिलो मण्डल यरुसलेममा 9-10 हजार सदस्य त सुरुकै दिनमा भयो, पछि झन् कति थपिए। किन उनीहरूले बुझे धेरैले मुक्ति पाएको प्रभु चाहनुहुन्छ, नयाँ आत्माहरूको पछि लाग्नुपर्छ, सुनाउने हो। अनि सबैले विश्वास त गर्दैनन्। तर प्रेरित 2 को 41 अनुसार जतिले भनेको छ नि, प्रेरित 2 को 41 फेरि हेर्नुहोस् त, जतिले उनको वचन आनन्दसित ग्रहण गरे, सबैले भनेको छैन। तपाईँले 1000 जनाले सुनाउनु भयो, 1000 जनाले ग्रहण नगर्ला, सबैलाई स्वतन्त्र छ। हाम्रो काम बिउ छर्ने हो, सत्यता देखाउने हो, सुसमाचार बताउने हो। निर्णय उहाँको, हामीले उहाँको निर्णय गर्न सक्दैनौँ, जबरजस्ती गर्न सक्दैनौँ। तर जतिले आनन्दसित ग्रहण गर्छन्, त हेर्नुहोस् त कति ठुलो सुन्दर अवस्था यहाँ छ। त आज चर्चहरू संसारभर धेरै छन्। तपाईँलाई थाहा छ यो कुरा, संसारको 8 बिलियन जनसङ्ख्यामा, संसारभरको सङ्ख्यामा क्रिस्चियन हुँ भन्नेहरू नै सबसे बढी छन् अरू धर्म, अरू विभिन्न भन्दा। तर प्रश्न फेरि आउँछ, साँचो क्रिस्चियन कति छन्, साँचो चर्च कति छन्? यदि तपाईँ आफूलाई साँचो चर्च क्रिस्चियन भन्नुहुन्छ, साँचो चर्च हौँ हामी भन्छौँ भने के हामी त्यस अनुसार अघि बढेका छौँ त? साँचो शिक्षा हामी अघि बढाइरहेका छौँ, साँचो सुसमाचार प्रचार गरिरहेका छौँ। त हाम्रो सहरमा 5-10 लाख मानिसहरू छन् काठमाडौँमा, हाम्रो चर्चमा 500 मान्छे पनि छैनन् भने कम्तीमा 5-10 हजार त हुनु पर्यो। 5-10 लाख मान्छेहरू, धेरै मान्छे त काठमाडौँमा। आत्मा फसल प्रशस्तै छ, खेताला कमी त धेरै देखियो नि, धेरै देखियो। अमेरिकाको चर्चहरूमा पहिला भन्ने गरिन्थ्यो, हाम्रो त गल्ली गल्ली चर्च छ, कसलाई सुनाउने? दाई तपाईँले सुसमा सुन्नुभयो भनेर कसले मान्छेलाई बाटोमा भेट्यो भने म त सुनिसकेको छु, म त 10 वर्ष विश्वासी, म त कहाँ पास्टर हो चर्च गए, कहाँ मलाई सुनाएको? त गल्ली गल्लीमा क्रिस्चियन। तर हाम्रो त कति अवसर छ, मुक्ति तपाईँले हरेक बाटो जसले भेट्नुहुन्छ मुक्ति पाएको हुँदैन ग्यारेन्टी। त्यस्तो अवसर, यति फसल छ। झन् बरु हाम्रै झन् चर्चमा चाहिँ प्रभुका जनहरू कम, उल्टो भयो नि त।
त फसल प्रशस्तै छ, खेतालाको कमी देखियो, विश्वास खोइ, बोझ खोइ भनेर मैले आफूलाई जाँच्नु पर्यो। यो मैले तपाईँलाई प्रचार गरेँ भन्दा मैले आफूलाई प्रचार, अनि हामीले आफूलाई वचन विचार गर्ने हो। पवित्र आत्मा चाहिँ तपाईँलाई झकझकाउनुहुन्छ। बाइबल प्रचारको एउटा रमाइलो पाटो के छ त, पुलपेटमा तपाईँले एउटा प्रचारक देख्नुहुन्छ, तर वास्तवमा तपाईँको छेउमा हाम्रो बिचमा पवित्र आत्मा कार्य गरिरहनु भएको हुन्छ। सबसे रमाइलो अनि सबसे अद्भुत कुरा नै त्यही हो। त्यो व्यक्ति त को नै हो र, तपाईँ र हामी दुःख सुखी भोगी मानिस एउटै मान्छे हौँ, एउटै परीक्षाहरू हुन्छन्, त्रुटिहरू हुन्छन्, तर पवित्र आत्मा तपाईँको हृदयमा बोल्न थाल्नुहुन्छ वचनद्वारा। अब त्यहाँ कार्य हुन थाल्छ। मैले कार्य गरे होइन, पवित्र आत्मा। यो तपाईँ मुक्ति पाएको व्यक्ति हो भने पवित्र आत्मा तपाईँमा बास गर्नुहुन्छ, उहाँले तपाईँको हृदयमा झकझकाउनुहुन्छ। तपाईँले आफूलाई जाँच्नुहोस्, म आफूलाई जाँचौँ, आत्मा जित्ने कार्यमा मेरो सक्रियता कस्तो छ, सुसमाचारको प्रगतिमा मेरो भूमिका के भइरहेको छ आजको दिनसम्म। श्री पावलले भने मेरो जीवन सुसमाचारको लागि अलग पारिएको छ, रोमी 1:1। के साँच्चै मेरो जीवन नै सुसमाचारको लागि मैले सुम्पिएको छु के छ त? हामीलाई कस्तो लाग्छ? ठिकै छ, चलेकै छ, यस्तै हो हामी भन्छौँ, कि हामी भन्छौँ होइन प्रभु धन्यवाद होस् यहाँसम्म ल्याउनु उहाँको अनुग्रहले हो, तर अझै अघि बढ्नु छ, अझै अघि बढ्नु छ, धेरै आत्माले जितिनु छ। त बाइबलले सिद्धान्त तपाईँले यहाँ देख्नुहुन्छ, प्रेरित 2 अध्यायमा अब अन्ततिर आउँदैछौँ। बाइबलले सिद्धान्त हामीलाई थाहा छ पनि, म धेरै यसमा समय बिताउँदिनँ, सच तपाईँलाई देखाउँछु मात्रै। यो आत्मा जित्ने तरिका अथवा उद्देश्यमा कसरी हामी अघि बढ्न सक्छौँ, बाइबलले तरिका के हो? नम्बर 1 के छ त, सुसमाचार बुझ्ने अनि त्यसलाई आनन्द साथ ग्रहण गर्ने, त्यो कार्य हुनै पर्यो। नम्बर 1 सुसमाचार प्रचारकहरू चाहियो, त्यसैले बिउ छर्नेहरू चाहियो। येशू ख्रीष्टले चेलाहरूलाई के गर्नुभयो? बोलाउनु भयो, 12 प्रेरितहरू, सत्यता दिनुभयो, अनि अब यी चेलाहरूले के गरे? सत्यता बुझे, चेला भए, अनि के गरे? येशू ख्रीष्टको बोझ बुझे। नम्बर 2 सुसमाचार बुझे, मुक्ति पायो भने सक्यो होइन, अब उसले के गर्छ? येशू ख्रीष्टको बोझ आज्ञालाई बुझ्दछ। ओहो प्रभुको बोझ यो हो, सबैले मुक्ति पाउन्। प्रभुको आज्ञा इच्छा यो हो कि म मानिसहरूलाई ख्रीष्टमा ल्याउँ, म मानिसहरूलाई सुसमाचार बाँडौँ, सारा संसारमा जा सुसमाचार प्रचार गर भन्नुभएको छ। हामी आफ्नै देश नेपालमा सुसमाचार फैलाउन सकेका छैनौँ। झन् प्रभुको महान आज्ञा, उहाँको त्यो विशेष आज्ञा त के हो? सारा संसारमा तपाईँ र म, हाम्रो मण्डलीबाट आउने दिनहरूमा युवाहरू उठ्नु पर्यो। हामीसँग भएका 6-7 युवाहरूमध्ये कम्तीमा नि 10-20 जना अझै बढी युवाहरू उठ्नु पर्यो, जो फिलिपिन्समा हामीले सुसमाचार प्रचार रूपमा पठाउन सकियोस्, इन्डियामा पठाउन सकियोस्। अब त इन्डिया अनि एसिया छोडिदिनुहोस्, अमेरिकामा पठाउनु पर्ने भएको छ। त्यहाँ त्यो बोझ खोइ त, कि हामी कसरी सोचेका छौँ, कसरी हामी लिइरहेका छौँ। यति महान छ प्रभुको योजना, ग्रान्ड भिजन, उहाँको उद्देश्य, बोझ हामी मण्डलीको लागि। हामी चाहिँ हाम्रै छिमेकीलाई पनि सुसमाचार ट्र्याक्स बाँड्न सकेका छैनौँ। सारा संसारमा गएर सुसमाचार प्रचार गर्ने त टाढाको कुरा। त्यो अलिक दुःख लाग्दो भयो। प्रदेश हाम्रो 7वटा प्रदेश, हरेक प्रदेशमा हाम्रो मिसनरी प्रचारक हुनु पर्यो नि। मुख्य गरी मध्य प्रदेशमा चाहियो नि 5-10 वटा, कर्णालीमा चाहियो, सुदूरपश्चिममा। त जसरी हामी यो कुरालाई विचार गर्दै जान्छौँ, अनि यसलाई इमान्दारितापूर्वक लिनु नै बुद्धिमानी हुन्छ, आशिष हुन्छ। होइन ठिकै छ, यस्तै हो भन्छौँ भने त अब ठिक छ त्यो पनि, तर बाइबललाई हेर्छौँ भने त, प्रेरितको पुस्तकलाई पढ्नुहुन्छ भने त ओहो त्यो उथल पुथल माहौल हेर्नुहोस् न। यो 12 जना चेलाहरू, अनि के दिदीबहिनी महिलाहरू, अरू पुरुषहरू, चेलाहरू, यस संसारले उथल पुथल पारिदिए। कस्तो जोस हो! कहाँबाट पायो यस्तो सामर्थ्य? पवित्र आत्माबाट। कहाँ हुनुहुन्छ पवित्र आत्मा? हामीसँगै हुनुहुन्छ आज पनि। त प्रभुका जन बोझ लिउँ। त बाइबलले सिद्धान्त तरिका के रहेछ? सुसमाचार प्रचारिन्छ, मान्छेले बुझ्छन्, ग्रहण गर्छन्, मुक्ति पाउँछन्, बप्तिस्मा लिन्छन्, मण्डलीमा थपिन्छ। थपिए भने आज त्यही दिन प्रेरित 2:41 त्यो देख्छौँ। अनि येशू ख्रीष्टको बोझ उनीहरूले बुझ्छन्, आज्ञा बुझ्छन्। प्रेरित 2 को तपाईँले हेर्नुहोस्,
41 पद फेरि तब जतिले उनको वचन आनन्दसित ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए। मुक्तिको लागि बप्तिस्मा लिने होइन, मुक्ति पाएपछि। अनि त्यही दिनमा प्राय 3000 मानिसहरू तिनीहरूमा थपिए, मण्डलीमा थपिए। थपिनुपर्छ, मण्डलीबाट प्रभुले कार्य गर्नुहुन्छ आज। अनि त्यसपछि के भयो? अब यी चेलाहरू जसले सुसमाचार बुझेका छन्, ख्रीष्टको बोझ बुझेका छन्, अब अरूलाई पनि उनीहरूले त्यही अनुसार के गरे? प्रचार गरे, बिउ छरे, साक्षी बने। अनि फेरि के भयो? जतिले विश्वास गरे उनीहरू थपिए। अनि के भयो? 42 पद हेर्नुहोस्, प्रेरित 2 को 42। अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी भचाइमा र प्रार्थनामा दृढतापूर्वक लागिरहे। तपाईँ र म आज यसरी अघि बढ्ने हो। मेरो मण्डली, मेरो चर्च, हाम्रो चर्च यसरी अघि बढ्नुपर्ने हो। ठिक हो, एभरेज चर्च यसरी अघि बढ्नुपर्छ है, त्यो भनाइ ठिक भएन। म अघि बढ्नुपर्छ यसरी। तपाईँ र म हो नि त मण्डली, हामी यसरी अघि, म यसरी अघि बढिरहेको छु। हामी यहाँ जतिजना महरू छौँ, हामी सबै म यसरी बाइबल अनुसार अघि बढ्छौँ भने स्वाभाविक रूपमा हामी बगाल्न त्यसरी अघि बढ्छौँ। त मेरो लागि, तपाईँको लागि नमुना यहाँ छ बाइबलमा। कुनै मानवीय तरिका अपनाउनु परेको छैन। सुसमाचारको प्रगति, आत्मा जित्ने कार्यलाई बाइबलीय तरिका पर्याप्त छ। यो एकदमै इनफ छ, ठिक छ, जायज छ। कतिले चाहिँ होइन सङ्ख्या धेरै बढाउनु पर्छ भनेर सांसारिक सङ्गीत घुसाउने, अरू विभिन्न उपाय गर्ने, अनि त्यसले चाहिँ नामधारीहरू बढाएका छन्, साँचो चेला बढाएको छैन। त हेर्नुहोस् त, यो तरिका यस्तो रहेछ। सुसमाचार प्रचारिन्छ, मान्छेले मुक्ति पाउँछन्, मण्डलीमा थपिन्छन्, शिक्षा सङ्गतिमा अघि बढ्छन्। अनि के हुन्छ? उनीहरू पनि अब बोजिलो हुन्छन्। शिक्षाबाट हामीले थाहा पायौँ, बाइबलको शिक्षाद्वारा, कि हामीले पनि आत्मा जित्नु पर्ने रहेछ। प्रभुको इच्छा त यो पो रहेछ मण्डलीको लागि, मैले त्यो पो गर्नुपर्ने रहेछ। ल अब म अघि बढ्छु प्रभुको सहायतामा। अनि फेरि नयाँ आत्मा जितिन्छन्। अनि त्यही चक्र, त्यही साइकल घुमिरहन्छ। अनि अन्तत के हुन्छ हेर्नुहोस्, 43 पदबाट पढ्दै जाउँ। 41 र 42 पद भएको हुनाले, 41 र 42 पदको कारणले अब बल्ल हेर्नुहोस् 43 पदबाटको आशिषहरू। अनि हरेक मानिसले डर भयो। अनि प्रेरितहरू त अनेक वचनमा काम र चिन्हहरू गरिए। अनि विश्वास गर्ने सबै एकसाथ थिए। तिनीहरूका सबै थोकहरू साझा थिए। अनि तिनीहरूले आफ्ना सम्पत्ति र सामानहरू बेचेर हरेकलाई खाँचो परे अनुसार ती सबै मानिसहरूले बाँडिदिन्थे। अनि दिनौँ मन्दिरमा एक मनको भई लागिरहँदै र घर घरमा रोटी भाँच्दै तिनीहरूले आनन्दसित र चोखो हृदयले आफ्ना भोजन खान्थे, परमेश्वरको प्रशंसा गर्थे। आमेन। र सबै मानिसहरूबाट कृपा पाउँथे। अनि दिनहुँ प्रभुले मुक्ति पाउनेलाई मण्डलीमा थप्नुहुन्थ्यो। त 43 पददेखि 47 पदको आशिषहरू हामी चाहन्छौँ। को चाहन्छौँ? म त चाहन्छु, हामी चाहन्छौँ। हाम्रो बगालमा यस्तै भयो कि हामी चाहन्छौँ। त्यो हुनसक्छ आज पनि। तर पहिला 41 र 42 पद हामी दृढ भएर लाग्नु पर्यो नि त, साँचो हृदय साथ हरेक व्यक्ति। त्यो बोझ आज हामी लिउँ। त सरल छ, गाह्रो छैन। ईश्वरीय उद्देश्य बुझ्दै ईश्वरीय तरिकामा अघि बढ्छौँ, ईश्वरीय सामर्थ्यमा, त ईश्वरीय आशिष हुने पक्का छ। त सांसारिक प्रक्रिया, सांसारिक सामर्थ्यमा अघि बढ्दा असफल भइन्छ। अब यो बाइबलले सिद्धान्त यो भयो। अब व्यवहारिक सक्रियतामा पनि अघि बढ्नु पर्यो। बाइबलले सिद्धान्त के भयो? सुसमाचार प्रचार गर्नुपर्छ, छोटकरी भन्दा आत्मा जित्ने चेला बनाउने कार्यमा हामी जोस साथ सक्रिनु पर्छ। अब व्यवहारिक सक्रियता, यसलाई कसरी अघि बढ्न सक्छौँ त हामी? यसु ख्रीष्टको शब्दलाई हामी सुनौँ। मत्तीमा जाउनुहोस् तपाईँ, एकैछिन। मत्तीको पुस्तक 9 अध्याय, मत्तीको पुस्तक 9 अध्यायमा तपाईँ हेर्नुहोस् त। मत्ती 9 अध्यायको 36 पददेखि खण्डमा यसु ख्रीष्टले हामीले गर्न सक्ने व्यवहारिक कार्य देखाउनु भयो। पहिलो कुरा हामी यहाँ देख्छौँ, मत्ती 9 अध्याय 36 पदबाट हेर्नुहोस्। तर भिडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनु भयो। हेर्नुहोस् है, हाम्रो गुरु, हाम्रो रवि, हाम्रो मालिकले यस्तो गर्नुहुन्थ्यो, हामीले त्यही पछ्याउने हो। भिडलाई देखेर दयाले भरिनु भयो, किन तिनीहरू गोठाला नभएका भेडार जस्तै क्लान्त भएका र तित्तर पित्तर पारिएका थिए। 37 पद, तब उहाँले आफ्नो चेलालाई भन्नुभयो, अब चेलाहरूलाई, तपाईँ र मलाई पनि साँच्चै फसल प्रशस्तै छ, तर खेतालाहरू थोरै छन्। यस कारण अब के गरौँ त प्रभु? यस कारण तिमीले फसलका प्रभुलाई उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन् भने प्रार्थना गर। व्यवहारिक सक्रियता अब यहाँ अपनाऊ। नम्बर 1, प्रार्थना गरौँ।
हामी सबैसँग प्रार्थनाको सूची लिस्ट हुनु पर्यो, नयाँ आत्माहरूको लिस्ट। तपाईँसँग छ, कजनासँग छ पनि सायद होला। तपाईँ प्रार्थना गरिरहनु भएको छ, सायद हातमा अब कपीमा नलेखे तापनि मनमा राख्नु भएको छ, यो फलाना व्यक्तिको लागि, आफ्नो परिवार, आफन्त, छिमेक, साथीको लागि हरेक दिन तपाईँ प्रार्थना गर्नुहुन्छ। कति सुन्दर कुरा, प्रभुले आशिष दिनुभएको होस्। यदि हामीले त्यो सुरु गरेका छौँ भने सुरु गरौँ। एउटा नोट कपी नै बनाऊ न, मिति लेखौँ, आजको मितिबाट म यो व्यक्तिको लागि प्रार्थना गर्न थाल्छु, उहाँको उद्धार मुक्तिको लागि, खेताला पठाइदिनुहोस् भन्नको लागि प्रार्थना गर्छु। अनि प्रार्थना गर्दै जाँदा कहिलेकाहीँ प्रभुले तपाईँलाई नै खेताला बनाउनु होला, त्यसै कारण तयार हुनु पऱ्यो, आफू पनि जान तयार हुनु पऱ्यो। अनि प्रार्थना गर्नुहोस् गर्नुहोस् गर्नुहोस्, अनि उहाँले मुक्ति पाएको दिनमा छेउमा मिति लेख्नुहोस्, ल प्रार्थना गर्न थालेको मिति यो, अनि यो मितिमा मुक्ति पायो यो व्यक्ति, प्रभुको आयो, ओहो मुक्ति पाउँदा एउटा आत्मा स्वर्गमा रमाहाट हुन्छ भने आज स्वर्गमा रमाहाट भएको दिन भनेर लेख्दा नि भयो होइन। अनि कति ठुलो आनन्द हुन्छ होला। ओहो मैले 5 महिना प्रार्थना गरेछु उहाँको लागि, 1 वर्ष 10 वर्ष, ओहो तर ख्रीष्टमा आउनुभएछ। अनि त्यो सूची तपाईँले बनाउँदै जानुभयो भने कति आशिषमय सूची त्यो हुनेछ होला एक दिन। यसो पल्टाएर हेर्दा कति वर्षहरू पछि मैले यति धेरैको लागि प्रार्थना गरेँ, तर यति आत्मा त बाँचेछन्, प्रभु धन्यवाद होस्, प्रभुको कार्य हो। अब कतिले मुक्ति पायो होला, साँचो मुक्ति नपायो होला, साँचो लिस्ट, साँचो जीवनको पुस्तकमा नाम राख्ने काम त प्रभुको हातमा छ। तर हामीले के गर्न सक्छौँ? प्रार्थना गर्न सक्छौँ। व्यवहारिक सक्रियता त्यसमा अपनाऊ, प्रार्थना गर्न थालौँ आजैबाट। नम्बर 2, बिउ छर्ने कार्य गरौँ। मर्कुस 16मा जानुहोस् तपाईँ, म एकैछिन मर्कुस 16मा पल्टाउँ। प्रार्थना गर्छौँ, त्यति मात्र होइन, प्रभुले अर्को कुरा पनि गर भन्नुभएको छ। मर्कुस हेर्नुहोस् तपाईँले 16 अध्यायमा, मर्कुसको पुस्तक 16 अध्याय 15 पद, तपाईँलाई कण्ठ पनि छ होला यो छोटो पद, मर्कुस 16 को 15। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, येशूले भन्नुभएको, सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर। प्रचार गर्ने, अब बताउने, बोल्ने, बिउ छर्ने भनौँ न त्यसलाई, किन छर्ने काम मात्रै हामी गर्न सक्छौँ। आत्मा जित्ने काम साँचो रूपमा प्रभुले गर्नुहुन्छ, हामी बिउ छर्ने हो। त सुसमाचारको बिउ छरौँ, त्यसको लागि चनाखै बनाऊ, सुसमाचारको बिउ छर्ने इच्छुक बनाऊ। हाम्रो पछाडि ट्र्याक्स छ, हामीले 1000 कपी छापेका छौँ, 1000 कपी ट्र्याक्स छापिएको छ, त्यसबाट कम्ती भने 500 जना 50% त प्रभुमा आउनु पर्यो नि। बोझ हामी लिउँ। एकजनाले तपाईँले 10 वटा लानुहोस् एकचोटिमा, 10 वटा बाँडेर सकाउनुहोस्, अनि फेरि अर्को लिनुहोस् होइन। त्यो ट्र्याक्सहरूलाई हामी बुकमार्क बाइबलमा चाहिँ च्यापेर नराखौँ, लिएर गएर फेरि नबाँड्ने काम नगरौँ, बाँडौँ। हरेक विश्वासीले ट्र्याक्स राख्नु आवश्यक छ। हाम्रो देशमा खुल्ला रूपमा ट्र्याक्स बाँड्नु कति बेला गाह्रो होला, तर आफ्नै समाज, छिमेक, चिनिरहेकै मान्छेबाटै सुरु गर्न सकिन्छ नि। तपाईँ यो बुझ्न चाहनुहुन्छ, कृपया पढ्नुहोस् न, जबरजस्ती छैन, तर इच्छा छ भने पढ्नुहोस् न। त्यसमा त हामीले के बिगारेका छौँ? प्रभुको महान आज्ञा पुरा गर्दैछौँ। जब तपाईँ र म त्यसरी महान आज्ञा पालनमा अघि बढ्छौँ नि, त्यहाँ छुट्टै आनन्द हुँदो रहेछ। एउटा साँचो रूपमा मुक्ति पाएको परमेश्वरको जनलाई, चेलालाई प्रभुको आज्ञा पालन गर्नुमा आनन्द हुँदछ। एउटा चेलाको एउटा चरित्र त्यही हो, प्रमाणै त्यही हो। तपाईँ साँचो मुक्ति पाएको व्यक्ति हो भने येशू ख्रीष्टको आज्ञा पालन गर्न तपाईँलाई रमाहाट हुँदछ। इच्छा मात्र होइन, रमाहाट। इच्छा हुने एउटा कुरा हो, तर रमाउनु, त्यसमा खुसी हुनु, प्रभुको सेवा गर्दा रमाउनु, रमाहाट, आनन्द। बिउ छरौँ। प्रेरितको खण्डमा जानुहोस् तपाईँ एकैछिन, प्रेरित 8 अध्यायमा हेर्नुहोस् त, पहिलो शताब्दीका विश्वासीले त्यसै गरेका थिए। त्यही भएर त संसारभर उथल पुथल भएरै छ। प्रेरित 8 अध्याय हेर्नुहोस् तपाईँले, त्यहाँ ठुलो विरोध उठ्यो। 1 पद, प्रेरित 8 को 1। अनि साउलले तिन हत्यामा सहभागी दिइरहेका थिए, सहमति दिइरहेका थिए। अनि त्यस समयमा यरुशलेममा भएको मण्डलीको विरोधमा एउटा ठुलो सतावट परिआयो। यरुशलेमको मण्डली जहाँ 10-12 हजार कति थियो, अझै बढी थियो होला विश्वासीहरू। अनि प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरिक इलाकाहरूभरि छरपुष्ट भए, तितर बितर भए विश्वासीहरू। 10-12 हजार मध्ये कतिजना तितर बितर भए। तर के भयो? 4 पद, यसकारण ती चारैतिर छरिएकाहरू के गरे? सुसमाचारको वचन प्रचार गर्दै जहाँ तहीँ गए। ल हेर्नुहोस्, प्रभुले उनीहरूलाई मिसनरीको रूपमा पठाउनु पो भएको रहेछ। तितर बितर भन्दा पनि सुसमाचार प्रचारक पठाउनु भएको रहेछ प्रभुले। जहाँ जहाँ गए बिउ छरे, बिउ छरे, बिउ छरे। यति समय कतिले भन्छ थोमा भन्ने चेला त इन्डियामै आएको थियो पनि भन्छन्।
कति सत्य तथ्य के छ प्रमाणहरू। थोमा भन्ने एउटा प्रभुको चेला इन्डियासम्म आइपुगेका थिए भन्ने कुरा पनि छ। त बिउ छर्ने काम, ट्र्याक्स दिउँ, गवाही दिउँ, आफ्नो जीवन तपाईँको व्यक्तिगत गवाही, त्यो ठुलो कार्य हुन्छ। त्यहाँबाट बाइबलबाट सिकाउँ, चर्चमा ल्याउँ, हामी सबै सक्रिय हुन आवश्यक छ। हरेकले कम्तीमा एउटा नयाँ आत्मालाई लिएर आउने बोझ राखौँ न। हरेकले एक बाटो सुरु गरौँ, बिउ छरौँ, अनि फल नफलिहाल्ला आज नै, तर एक न एक दिन फल फर्छ। अविनाशी बिउ। एउटा दीपक दाई भन्ने हुनुहुन्थ्यो, उदाहरण पनि सुन्नु भएको छ। उहाँ चाहिँ अक्रिस्चियन परिवार हुर्कनु भयो, तर हाम्रै सन्डे स्कुल भिभिएस बालसभा हुँदा आउनुहुन्थ्यो सानोमा। अनि त्यति बेला बिउ छर्ने कार्य उहाँको जीवनमा भयो, वचनहरू सिकाइयो, अनि उहाँ ठुलो भएर अमेरिका जानुभयो, अनि प्रभुलाई चिन्नुभयो। त्यो बिउ छरिएको त्यो सानो बेलाको उदाहरण उहाँले अहिले पनि दिनुहुन्छ। म सानो हुँदा म आएको थिएँ चर्चमा, सधैँ आउँदा पाउँदैन थिएँ, त त्यही बालसाता हुँदा कहिलेकाहीँ आउँथेँ विशेष प्रोग्राममा। तर बिउ छरिएको थियो नि त्यति बेला। त फल त कति वर्षपछि फल्यो, तर फल्यो नि त। कहिलेकाहीँ कति फलहरू फलेको त हामी अनन्ततामा मात्रै थाहा पाउँला, तर छर्ने काम हामी गर्छौँ। जेम्स ओ फ्रेजर भन्ने मिसनरी थिए चाइनामा, 6 वर्षमा फल बिउ छरेको छ अरे लिसु जातिको बिचमा। 6 वर्षमा एउटैले पनि मुक्ति पाएन, कति निराश भयो होला। तर छोडेन न साथीले, छरेको छ अरे, छरेको छ अरे। अनि 6 वर्षपछि बिस्तारै फलहरू देख्न थाल्यो, हुँदा हुँदा गाउँ नै ख्रिस्टमा आउन थाल्यो। इतिहासै छ। जेम्स ओ फ्रेजर अचम्म लाग्दो इन्जिनियर थिए, इन्जिनियर पेसा छोडेर प्रभुको काममा लागेको। यति कडा मान्छे थिए कि लिसु जातिको मान्छेलाई बाइबल पढ्न आउँदैन थियो, आफ्नो भाषामा थिएन बाइबल उनको भाषामा थिएन भन्ने कुरै छोडिदिउँ, उनीहरूको लिखित भाषै थिएन। जेम्स ओ फ्रेजरले उनीहरूको लागि आफ्नै भाषै इन्भेन्सन आविष्कार गरिदियो, उनीहरूको लागि लिखित भाषा बनाइदियो, अनि बाइबल त्यसमा अनुवाद गरिदियो। ठुलो सङ्ख्या क्रिस्चियनहरू छ नि आज चाइनामा पनि। हडसन टेलर, जेम्स ओ फ्रेजर लगायत धेरै मिसनरी त्यहाँ परिश्रम गरेका छन्। त हामी लागौँ त्यसमा। आज ट्र्याक्स लिएर जानु, सबैजना 10-10वटा ट्र्याक्सबाट सुरु गरौँ, अनि सकाउँ। हजारौँ ट्र्याक्स 1-2 हप्तामा सकियोस् न। ट्र्याक्स सके छापेको गर्न पाइयोस् न। खेर फाल्ने होइन, खेर नफाल्नुहोस् ट्र्याक्सलाई, पढ्ने व्यक्तिलाई मात्रै दिनुहोस्। त आज यो वर्षभरि हामी बिउ छर्ने काममा लागौँ प्रभुको सहायतामा, अनि साक्षी बनौँ। ख्रिस्ट जस्तै हाम्रो जीवन जब जिउँछौँ, त्यसबाट धेरै मानिसहरू ख्रिस्टमा आउँछन्। तपाईँले यो उदाहरण पनि सुन्नु भएको छ। बाइबलमा कतिवटा सुसमाचार पुस्तक छन् त, अथवा जम्मा संसारमा कतिवटा सुसमाचार पुस्तक छ अरे त? 5वटा भन्ने गरिन्छ नि। 4वटा मत्ती, मर्कुस, लुका, यूहन्ना, 5औं भनेको हामी, तपाईँ र मेरो जीवन। सुसमाचारको पुस्तक जो मान्छेले पढिरहन्छ हुन्छ हरेक दिन। नाम क्रिस्चियन त भन्छ, आफूलाई क्रिस्चियन भनेर गवाही दिन्छ, तर क्रिस्चियन जस्तो छैन। बोली व्यवहार विचार राम्रो हुनुपर्ने त्यतिसम्म त थाहा छ संसारलाई, त्यो त छैन। त्यही हामी ख्रिस्ट जस्तै जिउँदैनौँ, क्रिस्चियन साँचो होइनौँ भने तपाईँलाई अनुरोध के छ त? हामी सबैको लागि हामी आफूलाई क्रिस्चियन नबनौँ, क्रिस्चियन हुँ भनेर परिचय नदिउँ। हामी उल्टै ख्रिस्टको निन्दा हुन्छ। यदि क्रिस्चियन त भएन, ख्रिस्टको निन्दा त नगरिदिनुहोस् न कमसेकम। तपाईँ साँचो क्रिस्चियन होइन त होइन, ठिक छ, ख्रिस्टको निन्दा चाहिँ किन गरिदिने? म क्रिस्चियन हुँ भनिदिने, अनि क्रिस्चियन जस्तो जीवन चाहिँ केही पनि छैन। हाम्रो मैले चिनेको छु, मेरो आफन्त पनि क्रिस्चियन हो, देखेको छु क्रिस्चियनको जीवन कस्तो हुन्छ, थाहा छ मलाई पनि। भन्नुहुन्छ अब के भन्ने, अब कसरी भन्ने त्यसलाई? अनि तपाईँ क्रिस्चियन होइन, तपाईँलाई वचन मन परेन, येशू ख्रिस्ट तपाईँको लागि मर्नुभयो, गाडिनुभयो, त्यस दिनमा बौरी उठ्नुभयो, त्यो हावा लाग्यो तपाईँलाई, ठिक छ, क्रिस्चियन जबरजस्ती छैन। तर क्रिस्चियन हुँ भनेर ख्रिस्टको निन्दा चाहिँ नगरौँ न। कि साँचो क्रिस्चियन हुनुहोस्, कि आफूलाई क्रिस्चियन नभन्नुहोस्। आज सबैको लागि त्यही हो कुरो। यदि हामी साँचो क्रिस्चियन हो भने ख्रिस्टको प्रेमलाई बुझेका छौँ। मुक्ति पाउन अगाडि कस्तो थियो अवस्था, मुक्ति पाएपछि कस्तो छ, प्रभुको प्रेम अनुग्रह आशिष मैले अनुभव गरेको छु। त्यसो भने जोसिलो हौँ न त हामी, आत्मा जित्ने, चेला बनाउने। प्रार्थना, प्रभु सहायता, प्रभु मलाई आत्मा जित्ने काममा अलिकति म जसरी अघि बढ्नु पनि बढेको छैन, जे छ त्यही भन्नुहोस् प्रभुलाई, किन डाँट्ने? मैले यो वर्षभरि एकजना पनि ट्र्याक्स दिन सकिनँ, प्रभु मलाई क्षमा गर्नुहोस्, आजबाट म सुरु गर्न चाहन्छु, मलाई विजय दिनुहोस्। हामी त्यति त भन्न सक्छौँ नि। हाम्रो विगतको भुललाई हामी करेक्सन गर्न नसकौँला, तर आजबाटै गल्ती महसुस गर्दै इमान्दारीपूर्वक अब नयाँ सुरुवात त गर्न सक्छौँ नि त।
त्यो तपाईँलाई अवसर छ, मलाई अवसर छ। जे भयो भइसक्यो। अब आजबाट हामी जोस साथ अघि बढौँ न। मेरो लागि, तपाईँको लागि प्रभुको वचन आज यही छ, आत्मा जित्ने चेला बनाउने।